अगाडिको यात्रामा हामी अब मेलन्ची नदी पुग्दैछौँ। आजको पहिलो दिन हाम्रो यस्तो चाहिँ रमाइलो यात्रा सुरु भएको छ। यो चस्मा चाहिँ यो हाम्रो त दुबईमा चाहिँ शेखको चस्मा हो। मैले चाहिँ यो गिफ्ट पाएको शेखहरूको चस्मा गिफ्ट पाएको मैले यहाँ होइन। मैले त्यो लाएर हिँडिरहेको छु। अहिले हामी चाहिँ 5 पोखरीको लागि यहाँ जर्सीको रोकिएको छौँ अहिले हामी। अब हामी यहाँ एकदम त्यो के भन्छ आरी घोप्टे मनसुनलाई हामी कुर्दैछौँ। दिनभरि कुर्यौँ तर अल्छा आएन। दिनभरि कुर्यौँ अल्छा आएन। कुरिरहेछौँ पक्कै होला। हेलो गुड मर्निङ। हामी मेलन्चीमा छौँ। बिहान उठेर चिया खाजाको व्यवस्था हुँदैछ। बाहिर पानी परिरहेको छ। मौसमविदले भनेअनुसारको आरी घोप्टे पानी चाहिँ परेको छैन, जस पानी चाहिँ परिरहेको छ। हामी चाहिँ उपरानामा पुग्ने प्लानमा छौँ। गाडी खोज्दैछौँ। गाडी मेलम्चीबाट अगाडिको यात्रा तपाईँलाई यो भ्लग अथवा यो भिडियो मार्फत देखाउनेछौँ। 5 पोखरीको यात्रा, 5 पाण्डव अथवा 5 जना छौँ हामी। 5 पोखरीको यात्रा। ओके केबाट केही छैन। अब हामी मेलम्चीमा बस आएको थियो। बसलाई सकिएन किनभने बस एकदम भिड आउने, उभिएर जानुपर्ने कारणले हामीले बसलाई छोड्यौँ। अब हामी जिप कुर्दैछौँ। जिपबाट हामी खिम्ती पुग्नेछौँ। खिम्तीबाट डाँडा आज आरी घोप्टे पानी भनेको यस्तो पानी परिरहेको छ। हामी यो बसपाकमा छौँ हजुर। आरी घोप्टे पानी परिरहेको छ। दाइको भाषा चाहिँ एकदम उस भइरहेको हुनाले हामी जिपको वेटिङमा छौँ गाइस। ल नेक्स्ट स्टप। पानी परेको छ। हिँडेका छौँ। सो बाटोको भिडियोहरू लिन सकिएको छैन। जहाँ बस्छौँ त्यहीँ भिडियो लिन्छौँ। त्यसरी नै 5 पोखरीको यात्रा भइरहेको छ। हाम्रो घरमा कन्टिन्यू छ। पोखरी तातो सुप खाइयो चाउचाउको। यहाँबाट अझै अब के भने पानी बाहिर दन्दन छ। मौसमले च्यालेन्ज दिएको त्यही छ। यो च्यालेन्ज चाहिँ वहीँ हुँदै काठमाडौँ हुँदै दिएको च्यालेन्ज हो। टोपी डाँडामा पानी तताउँदै हामी रेडी भएको छ। ट्रेनको ढोकामा रेडी चलाउँदैछ। अब हामी यहाँबाट साथ खाए पछाडि 5 मिनट सब ठिक छ। ल ल ल ओ यो
यो दाइले यार सुरुमा चिनी हाल्दो त यति सुरुगालाई मार चिनी गुलियो हुँदो त फेरि त्यसै पानी हाल्दो रहेछ पछि पनि थप्दैन चिनी थप्दैन कति उसमा कामेराको पाक्नुपर्छ भाइ पाक्नुपर्छ भन्छ अहिले पकाएको भाइले भाँडा धोएर सबै भ्याए रातमाटामा हामी रोटी के हाल्दो रहेछ भने अहिले हाम्रो कोसेलीको फर्कायो अचार खाँदैछ। हाल्यो हजुर 5 पोखरी तपाईँ के अरे 5 घर अरे के अरे 5 थर 5 थर हजुर तपाईँ र म मित लाउनु पर्छ क्या यार किन हजुर लाउन पोखरा आयो होइन हजुर नै के भन्नु मित लाउने रे उहाँसँग चाहिँ म मित लाउनु पर्ला 5 थर र पोखराको मान्छे त 5 पोखरीमा भेटियो त तपाईँ पोखरा आएको छ कि आएन पोखरा आइयो नि हजुर कहिले आउनुभयो पहिला 72-73 मा यो ड्याम साइडतिर कोरोना सार्ने भिडियो आइरहेको छ है कोरोना यसैले सरेको होइन नि पहिला तर हजुर हामी अरूलाई 3 घन्टा लाग्ने बाटो हामीलाई कम्तीमा 5 घन्टा त लाग्छ है 5 घन्टा लाग्छ उही हो लौरी बाङ्गी भन्ने ठाउँमा चाहिँ हिँडिरहेछौँ होइन लौरी बिना यस्तो ठाडो उकालो छ मान्छेको टोपी झर्रा जस्तो छ यहाँ अगाडि बढ्नु लगभग 3950 को हाइटमा अब हामी त्यहाँ पुग्दा 4000 को हाइट पुग्छौँ ल ठिक छ गाइज अब हामी यो लौरी बिना भन्ने चाहिँ उकालो चढ्न गइरहेछौँ केटाहरूले खुब फुर्ती हाने एकदम ठाडै छ ओहो सकिँदैन भने तर के हुन्छ अब हेरौँ के अरे त्यति ठाडो जस्तो चाहिँ देखिएको छैन सोचे जस्तो अब अगाडि बढौँ है त ल यही हो उकालो
केही छैन यो उकालो दाइ केही छ त ठाडै छ त यो उकालो कहाँ भयो घरमा पाहुनालाई बोलाएको छ हामीलाई कति मजा भयो आनन्द भयो क्या त्यसै होइन मुन्छे कस्तो थियो भन न मोटो कपिल भन्दा 3 गुणा मोटो खुट्टा खचाङ खचाङ गर्दै हिँड्यो थियो भन अब कसैसँग सोध्न आवश्यक रहेन क्या यो कुरो अब सक्यो अब तर 20 जना